गुड मर्निङ साथीहरू। आज चाहिँ म तपाईँहरूसँग एउटा सानो काम सेयर गर्न आएको। सजिलो काम है। मलाई एकजना टिकटक साथीले अथवा टिकटककै मार्फत अब हाम्रो दीपावली आउँदैछ अनि दीपावलीको बेलामा चाहिँ हामीले जहिले पनि त्योभन्दा अगाडि चाहिँ पुरा काँसको भाँडा, झर्का थालहरू अनि तामाको भाँडाहरू मल्ने गरेको छ नि त होइन, अरू बेला थन्काएर राखेको कुराहरू। अनि त्यो बेला चाहिँ एकदमै बिहानदेखि बेलुकासम्म मलेर सफा गरेर टिकै टल्काएर राख्ने चलन छ। अनि त्यतिखेर चाहिँ एकदमै मल्दा मल्दा मस्काउँदा हात गलेर थाकेर तनाव हुन्छ। अनि टिकटकको साथीले भन्नुभयो अब त्यसो गर्नु पर्दैन, अब एउटा सजिलो म उपाय सिकाउँछु भन्नुभयो र सिकाउनु भयो। अनि त्यो हो कि होइन भने मैले ट्राई गरेको थिएँ। अनि त्यसको रिजल्ट चाहिँ म तपाईँलाई भिडियो मार्फतै देखाउँछु है, हेरौँ ल। मेरो चाहिँ यो तामाको भाँडाहरू एकदमै फोहोर थियो अनि मैले टिकटकमा देखेको थिएँ त्यसपछि यो भाँडा चाहिँ एउटा आइडिया रहेछ सफा गर्ने। हेर्नुहोस् ल, यो हट वाटर तातो पानीमा चाहिँ यो हर्पिक यो लगाएपछि अनि तामाको भाँडा यो हर्पिकमा डुबाएपछि सफा हुन्छ अरे। हेर्नुहोस् है त, हुन्छ कि हुँदैन। मेरो पनि फर्स्ट ट्राई हो। गाइस, भाँडा त टल्किँदो रहेछ त, यस्तोबाट ठिकै टल्किने रहेछ। हो रहेछ, मैले सुनेको थिएँ हुने रहेछ, टल्किँदो रहेछ। ल है, भाँडा हामीले तिहारमा गोट फाइनल्ली गाइस, भाँडा चाहिँ मजाले टल्कियो, सफा भयो, ठिक्क भयो। फोहोर भाँडा पनि सफा हुँदो रहेछ है।